फालेकै हुन्छ, छालाहरू खाँदैन। अब यो पोल्ट्रीलाई हामीले पहिला डिसेक्सन गर्नुभन्दा अगाडि पहिला यो यसको यो भाग छ नि यसलाई चाहिँ हामीले कट गरिन्छ है। सेम त्यस्तै यता पनि है। भयो पखाल यहाँ यसरी लक गर्ने होइन, यसरी तान्ने भयो होइन। त्यो निक्लियो नि यसरी यहाँ छाला। अब सेम त्यस्तै यसलाई यहाँ के जाने यो नेकको पार्ट है, नेकको पार्टमा पनि यहाँ यसरी यो नेकलाई चाहिँ यहाँबाट यसरी पुल गर्दै निक्लियो यो पनि भयो नि होइन। अब योभन्दा अगाडि चाहिँ हामीले के गर्ने भनेपछि जुन यो पखेटाको भाग छ नि है, यो पखेटाको भाग चाहिँ हामीले यहाँ भाँचिन्छ यसरी, यसलाई चाहिँ हामीले यहाँ छुट्याइदिने। यहाँ धेरै के गर्नु पर्दैन, यहाँ एउटा कट हुन्छ है, जोइन्ट हुन्छ, जोइन्टबाट छुट्याइदिने भयो। सेम यता पनि सेम त्यस्तै र यहाँबाट यसरी यहाँ ब्रेक गर्ने जोइन्ट हुन्छ, धेरै मेहनत के गर्नै पर्दैन, यसरी ड्याङ डुङ हानेकै छैन होइन, यतिकै कट भइरह नि है। हो यसरी चाहिँ हामी यो अब सेम यसबाट पनि यहाँबाट नि यसरी पुल गर्ने, यो आयो छाला, यताबाट नि हामीले पुल गरिदिने है स्किनहरू। यो आयो सेम। अब यता अगाडिबाट पनि सेम त्यसरी यसलाई अब तान्दिने। अब हामीले नाइफ युज गर्न पनि सक्यो है, तर मिटहरूमा चाहिँ त्यस्ता कटहरू केही पनि नलागोस् है। अझ यो अब फ्रेस यत्तिकै यो भन्दा पनि हल्का यसलाई आधा एक घन्टा चाहिँ फ्रिजमा राखेको भए निकाल्दा चाहिँ सजिलो हुन्छ भयो नि। हजुर सर है ल यो भयो हाम्रो डिस्किनिङ गऱ्यो है, हामीले डिस्किनिङ गऱ्यो। अब यसपछि यसलाई अब हामीले फेब्रिकेट गर्नु पऱ्यो नि त। फेब्रिकेट भनेको चाहिँ यसलाई छुट्याउने भन्न खोजेको है, यिनीहरूलाई डिसेक्सनिङ गर्ने, यसका पार्ट्सहरू निकाल्ने। अब पार्ट्सहरू निकाल्नुभन्दा अगाडि पहिला लिएर अब जस्तो यसलाई अब हामीले यहाँबाट 2 टुक्रा बनाएर छुट्याउँदा पनि हुन्छ है, नत्र यत्तिकै सिँगै राख्दा पनि हुन्छ। अब अहिले हामी यहाँ सजिलोको लागि चाहिँ यहाँ छुट्याइदिन्छ भयो होइन लगाएर। अब यसमा यहाँ हाम्रो जोइन्ट हुन्छ है, यसमा पनि जोइन्ट छ नि, यसलाई यहाँबाट ब्रेक गर्ने, निक्लियो हड्डी होइन। सेम यता पनि त्यस्तै है, यसरी निस्क्यो है। अब हेर यहाँ यसको मिट यहाँसम्म जोइन्ट भयो नि, यहाँसम्म है, यहाँदेखि यसरी यहाँसम्म ल्याउने। कुनै पनि मिटहरू चाहिँ छुट्नु भएन है, यहाँ सकेसम्म जति सकिन्छ हामीले मिट निकाल्ने है। यो जोइन्टमा राख्ने यसरी है। यो भयो लेग पार्ट। सेम यताबाट पनि त्यस्तै सेम यहाँ यसरी है, कुनै पनि ठाउँमा मिटहरू छुट्नु भएन। भयो यसरी चाहिँ हाम्रो यो लेगको पार्ट निस्क्यो। अब जुन यो रहेको छ नि यसलाई हामीले वास गर्छौँ, यो खुनहरू देखिया छ नि यसलाई हामी ब्लड लाइन्स भन्छौँ है। अनि अब यसलाई धोएर यसलाई कट गर्ने र स्टकमा युज गर्छौँ है। सेम त्यस्तै यो पनि अब हेर, अब यसको पनि यहाँ जोइन्ट हुन्छ, यहाँ सोल्जरमा जोइन्ट छ होइन। अब यहाँ पनि एउटा कट लगाउने यसरी है, लाग्यो कट यहाँ होइन। अब हेर यहाँसम्म चाहिँ यसरी जाने है, यहाँ जहाँ मासुसम्म छ, जहाँ तान्न सकिन्छ त्यहाँसम्म। अब के भयो, अब यसलाई यहाँ यसरी समात्ने होइन, यसलाई तान्ने। पहिला सुरु सकिन्छ भनेपछि यसलाई चाहिँ हामीले यहाँ यो मिटहरू चाहिँ यहाँ छुट्याइदिने यसरी औँलाले है, यसरी। अब यसलाई यसरी तान्ने, लक गऱ्यो यसरी आयो है। यो भयो हाम्रो ब्रेस्ट पार्ट। सेम यता पनि सेम त्यस्तै, यहाँ पनि जोइन्ट हुन्छ है, जोइन्ट भयो यसरी कट लगायो होइन। सेम यसलाई उयो फिङ्गरले पुल गरायो होइन यसरी, र यसलाई पनि सेम त्यसरी नै ताने भयो। अब हेर यसमा रह्यो, यसलाई अब हामीले फिले पनि भन्छौँ है, आउटर फिले हो यो चाहिँ। अब फिले भनेको चाहिँ हड्डी नभएको, काँडा नभएको प्योर बोनलेस मासु है, त्यसलाई चाहिँ हामीले यो चाहिँ हाम्रो ब्रेस्ट फिले हो है। ब्रेस्ट फिले भने यो छातीको भागको फिले हो। त्यस्तै अब सेम यहाँ छ हेर, यहाँ पनि यो जुन छ नि, अब चिकनको सबैभन्दा टेन्डर पार्ट है, एकदम सफ्ट पार्ट भनेको यो हुन्छ है। अब यसलाई चाहिँ हामीले धेरै कि यहाँ यो बोनलाई छोएर है यसरी कट लगाउने, धेरै केही पनि गर्नु पर्दैन यसरी भयो है। यसलाई पनि यसरी तानिदिने भयो नि है ल।
अब यो हेर यो कटलाई छ नि सुप्रिमे पनि भन्छ है, सुप्रिमे कट पनि भन्छ। यो पछि त्यो एउटा फिसहरूको कट पनि राम्रोसँग पढिहाल्छ, अहिले चाहिँ छैन। यो कटलाई चाहिँ सुप्रिमे कट पनि भन्छ। सेम यसलाई पनि सेम त्यस्तै है, जस्तै यतैबाट छोडाइदियो हो यो पार्टी फिस मिट जस्तै छ यसलाई पनि यसरी टाढ्यो। यो भयो सुप्रिमे कट। अब हेर जुन यो बोन रह्यो नि है, यसलाई चाहिँ हामीले स्टकको लागि चाहिँ युज गर्न सक्छौँ। आउटर फिले चिकन यो ब्रेस्ट, हाम्रो इनर फिले इनर फिले। है, यो दुईटा इनर फिले भइहाल्यो है। अनि त्यसपछि अब हेर यो छ लेग पार्ट है, यो पुरै लेग हो। यसमा पनि दुईटा भाग छ। यो यति जुन छ नि यो भागलाई हामीले ड्रमस्टिक भन्छौँ र यो भागलाई हामीले थाई भन्छौँ है, यो थाई हो नि त। अनि त्यसपछि अब तिमीहरूको रह्यो यो जस्तै यो यसलाई पनि अब हामीले छुट्याइदिन्छौँ है। ल हेर अब यसमा हेर यो चिकनमा 3टा जोइन्ट थियो नि, यो यसरी जोडिएको थियो नि होइन। हजुर सर। यसलाई चाहिँ हामीले 3 जोइन्ट विङ्स भन्छ है, 3 जोइन्ट विङ्स। किन यसमा 3टा कुरा जोडिएको छ नि त, एउटा दुईटा र 3टा पार्ट हो नि। अब हेर यसलाई चाहिँ हामीले ड्रमिटी भन्छौँ, यो भागलाई हामीले ड्रमिटी भन्छौँ, DRUMETTE ड्रमिटी। योलाई हामीले मिड जोइन्ट विङ्स भन्छौँ, किन बिचको हो नि त मिड जोइन्ट। यसलाई चाहिँ हामीले विङलेट या विङ टिप पनि भन्छौँ। यसलाई पनि यसरी बाँच्ने होइन, यहाँबाट यसरी कट गर्न सकियो है। यो 3टा भाग छ यसमा हेर, यसरी चाहिँ यो 3टा भाग निस्किन्छ है। अनि अब अर्को आयो तिमीहरूलाई जस्तै लेगलाई बोनलेस गर्नको लागि। अब लेगलाई बोनलेस गर्नको लागि हेर के गर्न सकिन्छ, चिरा लगाएर त्यसरी गर्न सकिन्छ, या अब हामीले हातले भाँचेर पनि गर्न। जस्तै अब यसलाई के हुन्छ हेर, यसरी यहाँबाट यसरी भाँच्यो, टुट्यो होइन, यहाँ टुट्यो, हड्डी निस्किन्छ, छुट्यो हड्डी होइन। अब यो त थाइमा त हड्डी रहेन। अब यहाँ चाहिँ के गर्ने भनेपछि यहाँबाट यसरी चिरा लगाउने है, कट लगाउने भन्दा खोजेको। हड्डीलाई छोएर कट लगाउने, नत्र हड्डी छोएन भने त अरू काँड मासु निक्लेला त, हड्डीमा छुनु पऱ्यो नि त है। ल हेर अनि यो जुन छ नि हेर, अब यो छ एउटा हामीसँग यो फाइबर छ हेर है, यो फाइबर यो जुन सेतो छ नि यसलाई चाहिँ हामीले काट्नु, यसले चाहिँ मासुलाई चाहिँ होल्ड गरेर राखेको हुन्छ जोड। अब यसरी कट लगायो अनि यसलाई अब कट लगाइसकेपछि के गर्ने भनेपछि नाइफको ब्याक पार्टले हल्का यसलाई हाल्यो, ब्रेक गरिदिने, भाँचियो आयो बाहिर होइन, यसरी है। ल यसरी निस्काइदिने, यसलाई चाहिँ अब यहाँबाट हल्का यसमा जोडिएको हुन्छ, जोडिएकोलाई चाहिँ अब यो भएन। अब हेर यसमा पनि हेर 2टा हड्डी हुन्छ है, एउटा यो ठुलो हड्डी छ, एउटा यो सानो हड्डी छ, बोन्स छ। अब यो सोच्नु कि यो बोन्स सधैँ हुन्छ यसमा, फेरि कुनै चिकनमा हुने कुनै चिकनमा नहुने भन्ने होइन है। यो जहिले पनि बोन्स हुन्छ, कुनै पनि चिकनको लेग पार्टमा यो बोन्स हुन्छ। यदि तिमीहरूले यो बोन छुट्याउँदाखेरि यो बोन देखेन हौ भनेपछि सोच्नु यो बोन मासुमै छुट्यो, हुन्छ नि। यसलाई काटिदिने, यसलाई पनि स्टकमा राखिदिने।